मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेश सरकारका योजनाहरूमा सहकार्य गर्न अन्य सरकारवालाहरूलाई आह्वान गर्नुभएको छ। मंगलबार मध्य प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मंगलबार जनकपुरधाममा गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला तथा अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो आह्वान गर्नुभएको हो। उहाँले मध्य प्रदेश सरकारले यस वर्ष ल्याएको नीति तथा कार्यक्रममा र बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, चुरे संरक्षण, विपद व्यवस्थापन लगायतलाई प्राथमिकता दिएको भन्दै यी क्षेत्रहरूमा सहकार्य गरी अघि बढ्न चाहने सरकारवाला सङ्घ संस्थाहरूका लागि ढोका खुला रहेको बताउनु भएको छ। बजेटमा तपाईहरुको लागि एकदम मध्य प्रदेश सरकारको डोर ओपन छ। विभिन्न सेक्टरहरूमा जस्तै हामीले चुरेको सेक्टर ल्याछौँ, ग्राउन्ड वाटर रिचार्जिङको समस्या ल्याछौँ, हामीले चाहिँ विपदको समस्या ल्याछौँ र इन्फ्रास्ट्रक्चर, शिक्षा, स्वास्थ्य लगायत विभिन्न किसिमकामा ल्याछौँ। तपाईहरु यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने ओपन छ, तपाईहरु आउनुहोस्। यहाँ कुन सेक्टरमा कसले के काम गर्न सक्नुहुन्छ त्यो डाटा सहित आउनुहोस्, हामी वेलकम गर्न चाहन्छौँ। कार्यक्रममा मुख्यमन्त्री सिंहले मध्य प्रदेश सरकारसँग साधन स्रोत पनि रहेकाले प्रदेशमा प्राकृतिक विपदमा परेका नागरिकहरूलाई समयमा उद्धार तथा राहत दिन चाहे पनि सङ्घीय कानुनमा भएको प्रावधानका कारणले शीघ्र रूपमा गर्न नसकेको बताउनुभयो। उहाँले अहिले विभिन्न खोलामा बनेको पुलहरू बालुवा गिटीका कारणले पुरिने अवस्थामा पुगेको र ती पुलहरूलाई सुरक्षित गर्नका लागि प्रदेश सरकारले काम गर्न खोज्दा गर्न नपाउने कानुन व्यवस्था भएको बताउनुभयो। सबैको मुहान छुनिसकेको छ, भित्र पानी एकदम बालुवा ढुङ्गा बालुवाले मुहान छुनिसकेको छ। त्यसलाई साफ गर्नको लागि, त्यसलाई क्लियर गर्नको लागि अब हामी तत्पर छौँ। तर हामीसँग न त त्यो हाइवे छ, न त हामीसँग मातहतमा आर्मी छ, न त हामीसँग चाहिँ गृह मन्त्रालय। अब समन्वय कसले गर्ने, कसले चिठी काट्ने, कसले कसरी समन्वयकारी गर्ने, त्यसकारण चाहिँ कानुनको हो। त्यस्तै अर्को कुरो आयो, भूकम्पको बेलामा भूकम्प घर क्षति भइसके पछाडि घर बनाउने पुनर्निर्माणको नेपाल सरकारको नियम छ। तर आग लगी भइसके पछाडि सबै कुरा डरेलोमा डरिसके पछाडि न त त्यसलाई घर बनाउने कुनै नियम छ, न त कुनै कानुन छ। कसरी हामी गर्ने? उहाँले प्रदेश सरकारले प्राकृतिक विपदमा परेको 1 लाख जरिवानालाई लक्षित गरेर बिमा गरिदिने गरी बजेटमा कार्यक्रम ल्याएको बताउँदै प्राकृतिक विपत्तिको समयमा काम गर्नका विद्यालय तहमा नै स्वयंसेवक सम्बन्धित प्रशिक्षण दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाहले बाढीको जोखिम कम गर्न पानीको बहाव सहज बनाउन ढलको निकास आवश्यक रहेको बताउनुभयो। यसका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। एक प्रकार से विद्युत व्यवस्थापन खरीद ऐन अंतर्गत जे काज अपना सब करै छी त पूर्व तैयारी करऽ पड़ी। छोटे छिंसा पालिका के पहले तैयारी करऽ पड़ी। यदि संपूर्ण पालिका के ड्रेनेज वगैरह अगर कंप्लीट रहते तो समय पर जैसे से जल जमाव नहीं हेतै। निश्चित रूप से अपन पालिका के सुरक्षित करऽ के लेल अपना सब लॉकलैंड कंट्री छी, अखन देश विदेश के या समुद्र के हवा पानी करऽ के बाते नहीं छी। अखन पूर्व 3 दिने जो सूचना है जे प्रकार से सशक्त प्रहरी, जनपद प्रहरी के साथी सब अपना सबके टाइम पर जेना अपना सब इमरजेंसी सेवा हॉस्पिटल में कहै छी, रेड क्रॉस या अन्य संस्था सब इमरजेंसी सेवा के रूप में तो कंप्लीट सर्विस दे सके, लेकिन जब बाद में वो इमरजेंसी सेवा समाप्त भ क एकटा पैकेज के रूप में जखन आबऽ के व्यवस्था होइ छै त नेपाल के सब कानून तक लागू भए छै। यसपटक आर्थिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेकाले प्रदेशमा अत्यधिक वर्षाले आउने बाढी तथा डुबानबाट प्रदेशवासीलाई कसरी जोगाउने विषयमा बेहतर छलफल भएको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको उपस्थितिमा भएको बैठकमा प्रदेश सरकारका उच्च अधिकारीहरू, सबै सुरक्षा निकायका प्रदेश स्तरका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।